2025 को वान अफ द मोस्ट एन्टिसिपेटेड एनिमे सिरिज वान पन्च म्यान सिजन 3 को अफिसियल ट्रेलर र रिलिज डेट फाइनली रिभिल भइसकेको छ र हामी फ्यानहरुले चाहिँ नि यो सिजनबाट के एक्सपेक्ट गर्न सक्छौ भन्ने छु। आजको यो भिडियोमा चाहिँ नि यो एनिमे सिरिजको बारेमा सब थोक कुरा गर्नेछु। सो भिडियोलाई स्टार्ट गर्नु भन्दा अगाडि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। वान पन्च म्यान सिजन 2 चाहिँ नि अप्रिल 10 2022 मा रिलिज भएको र जुलाई 3 मा चाहिँ नि सिद्धिएको हो, जसपछि चाहिँ नि फ्यानहरुले चाहिँ नि सिजन 3 को लागि चाहिँ नि इगरली वेट गरिरहेको थिए। तर टोटली 6 इयर्स पछि चाहिँ नि फाइनली वान पन्च म्यान एनिमे 2025 मा रिलिज हुन लागेको छ। वान पन्च म्यान भन्ने नाम चाहिँ नि पहिलोचोटि सुन्दै हुनुहुन्छ भने चाहिँ नि वान पन्च म्यान चाहिँ नि एउटा एनिमे सिरिज हो जसलाई चाहिँ नि वानले लेखेको हो भने चाहिँ नि यासुके मुराटाले चाहिँ नि इलुस्ट्रेट गरेको हो। यो स्टोरीको मेन प्रेमाइज भनेको चाहिँ नि एकजना साइतामा नामको मान्छेले चाहिँ नि जुन पनि भिलेनलाई वान पन्चमा हराउन सक्छ र यो स्टोरीमा चाहिँ नि मोन्स्टर भर्सेस ह्युमनको प्रेमाइज राखिएको छ। यो प्रेमाइज चाहिँ नि एनिमे वाचरले हेर्ने बित्तिकै यो एनिमेको फ्यान भएको थियो र सिजन 3 मा चाहिँ नि के हुन्छ भनेर चाहिँ नि उनीहरुले इगरली वेट गरिरहेको थियो, जसमा सिजन 3 मा चाहिँ नि मोन्स्टर एसोसिएसन आर्कको बारेमा देखाउने छ र 86 च्याप्टर देखि चाहिँ नि बाँकी भएको च्याप्टरहरु चाहिँ नि एनिमेट हुनेछ, जसमा यासुके मुराटाले चाहिँ नि ब्यानरहरुलाई धेरै स्टाइलाइज रूपमा ड्र गरेको छ, जुन चाहिँ नि एनिमेट गर्न धेरै गाह्रो भएको छ, जुन चाहिँ नि सिजन 2 मा एनिमेसनको क्वालिटी कम हुनुको मेन कारण पनि हो। एनिमे वाचरले चाहिँ नि ओपीएम को सिजन 3 6 वर्षपछि रिलिज भएकोले यसको एनिमेसन क्वालिटी धेरै राम्रो हुन्छन् भन्ने एक्सपेक्ट गरेका छन्। साथै म पनि यसको लागि धेरै नै एक्साइटेड छु र मोन्स्टर एसोसिएसन आर्कको फाइट चाहिँ नि धेरै नै एन्टिसिपेटेड छ, त्यसैले यसको एनिमेसन चाहिँ नि डेफिनेटली राम्रो हुनुपर्छ। साथै यसको एनिमेसन स्टुडियो जेसी स्टाफ वा म्याड हाउसले पनि राम्रै काम गरेको होला भन्ने आशा गर्दैछु। कुरा गर्दा गर्दै यसको रिलिज डेटको बारेमा भन्नै बिर्सेछु। यसको अफिसियल रिलिज डेट चाहिँ नि अक्टोबर 2025 मा हुनेछ र उनीहरुले चाहिँ नि यसको ट्रेलर पनि रिलिज गरिसकेको छ, जुन चाहिँ नि तपाईले डिस्क्रिप्सनमा हेर्न सक्नुहुन्छ। तपाईले बाइ चान्स वान पन्च म्यान एनिमे हेर्नु भएको छैन भने डेफिनेटली चेक गर्न सक्नुहुन्छ। साथै आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो भनेर कमेन्टमा लेख्न नबिर्सनु होला। र आजको यो भिडियोमा यति नै। र तपाईले एनिमे र मांगाको रिभ्यू नेपालीमा हेर्नलाई च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक गर्न नबिर्सनु होला। धन्यवाद।